नमस्कार सम्पूर्णमा 3 बजिसक्यो तर आज कन्फेसन छैन। तपाईहरुलाई मैले यो जानकारी दिनु पर्थ्यो जो एकदमै धेरै उत्सुक अथवा आतुर हुनुहुन्छ कन्फेसन सुन्नको लागि। मलाई यो आवाजलाई रेकर्ड गर्नुपर्ने बाध्यता भयो। यो मेरो रहर होइन, मेरो उत्तरदायित्व हो। यसलाई यसरी नै बुझिदिनु होला। काम गर्दै जाने क्रममा जस पनि पाइन्छ, अब जस पनि पाइन्छ, गाली पनि खाइन्छ, ताली पनि पाइन्छ। यो दुईटा कुरालाई ब्यालेन्स गर्न र यो दुईटा कुरा हुन्छ जिन्दगीमा, यो चीज मैले बुझेको छु जुन प्लेटफर्मबाट मैले कन्फेसन प्रसारण गरिरहेको छु। सबैजनाको आफ्नो आफ्नो भोगाइ हुन्छ, आफ्नो आफ्नो बुझाइ हुन्छ, आफ्नो आफ्नो जिन्दगी बाँच्ने कला हुन्छ, जिन्दगीको उद्देश्य हुन्छ। त्यसैले मैले अरूलाई यस्तो भनिहाल्न सक्दिनँ, तर आफ्नो बारेमा जे थाहा छ त्यो आफ्नो बारेमा आफूले थाहा पाएका कुराहरूमा अझै काम गर्ने हो जस्तो लाग्छ मलाई चाहिँ है। तपाईहरु 3 बजेपछि कन्फेसन कुरिरहनु भएको भएर यो मेरो कर्तव्यभित्र पर्यो। मैले पहिला पनि भने जानकारी त मैले दिनुपर्ने हुन्छ। पहिला म तपाईहरुलाई केही अनुरोध गर्न चाहन्छु, कृपया झर्को नमानिकन सुनिदिनु होला। पहिलो अनुरोध, जब म कन्फेसनहरू वाचन गर्छु ती कन्फेसन तपाईहरु मध्येकै कसैले पठाउनु भएको हुन्छ के, त्यही भएर तपाईहरुले कन्फेसन सुनिरहँदा त्यो मान्छेलाई नचिन्ने भन्ने हुन्न। त्यो तपाईकै घरभित्रको मान्छे हुन सक्छ, तपाईले चिनेको मान्छे हुन सक्छ। त्यो कुरा म एकदम मजाले स्वीकार्छु। त्यो सदा सर्वदा सत्य कुरा हो। र यदि तपाईहरुलाई लाग्छ कुनै पनि मान्छेलाई चिनेको छु अथवा बुझेको छु अथवा त्यो मेरो आफ्नै मान्छे हो भन्ने लाग्छ कन्फेसन सुनेर भने कृपया सम्बन्धित मान्छेसँग जानु होला। तिमीले यसरी कन्फेसन पठाएको रहेछौ, सुनेको थिए, के थाहा तपाईको भावनात्मक साथ त्यो मान्छेको लागि अमृतको काम गर्छ कि। तपाईले यदि त्यो मान्छेलाई चिनेको जस्तो लाग्छ मलाई स्क्रिनशट पठाएर उसको फेसबुक आइडी, उसको टिकटक, इन्स्टाग्राम स्क्रिनशट पठाएर मलाई सोध्नुहुन्छ नि। यदि तपाई त्यति स्योर हुनुहुन्छ भने सम्बन्धित मान्छेसँग गइदियो भने अझै राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ है। यहाँ आएर मलाई सोध्नु भयो भने मैले पहिलो चोटी, दोस्रो चोटी, तेस्रो चोटी जवाब दिइन भने तपाईहरु नरिसाइदिनु होला। तपाईहरुले 20औं चोटी प्रश्न गर्दा पनि म जवाब दिन असमर्थ हुनेछु। मेरो निजी स्वभाव र मेरो पेशाको धर्मले मलाई त्यो अलाउ गर्दैन, मलाई त्यो अनुमति दिँदैन कि कसैले विश्वास गरेर पठाएको उसको राज मैले छताछुल्ल पार्दिउँ परिचय सहित, अन्टिल अर अनलेस उहाँले आफ्नो स्वइच्छाले मेरो नाम ठेगाना सबै गरिदिनुस् है, म चिन्न चाहन्छु र म सबैलाई मेरो आफ्नो भगाइ सुनाउन चाहन्छु भन्नु हुँदैन। यदि उहाँले सहमति जनाएको दिन, उहाँले अनुरोध गरेको दिन, उहाँले आफ्नो परिचय सहित आफ्नो कन्फेसन दुनियाले सुनोस् भनेको दिन म यो गर्ने पनि छु। तर मेरो परिचय गोप्य राखिदिनुस् भनेर पठाएको कुरालाई मैले उहाँको परिचय कुनै पनि हालतमा खुलाउँदिन र तपाईहरु जतिजनाले कोसिस गर्नु भएको छ उहाँहरुलाई मैले 2 हात जोडेर माफी माग्दै अब आइन्दा कसैले पनि यो नगर्दिनु होला भन्न चाहन्छु। अनि कन्फेसनको अर्थ एकचोटी गुगल गएर हेर्नु पनि होला। कन्फेसन भनेको कथा होइन, कसैको कल्पना होइन कि। कन्फेसन भनेको भोगाइ हो, यथार्थ हो। त्यही भएर त्यो कन्फेसनमा जज गर्न पनि अलिकति मिल्दैन जस्तो लाग्छ मलाई। मैले अलिकति बुझेको छु नि त कन्फेसन भने के हो भनेर। म आफू पनि वाचन गर्छु, त्यसमै काम पनि गरिराखेको हुन्छु हैन। त्यो हिसाबले कन्फेसनलाई चाहिँ जज गर्न मिल्दैन जस्तो लाग्छ मलाई हैन। अनि अर्को अनुरोध चाहिँ के भने तपाईहरु जतिजनाले पनि इन्स्टाग्राम, फेसबुकमा रेकर्ड गरेर मलाई आफ्नो कन्फेसन पठाउनु भएको छ हैन, कतिजना यति पेनमा रुँदै रुँदै पठाउनु भएको छ के, त्यो सबै चीजहरु मैले सुन्नै पाएको छैन। हेर्नुस् न, यति धेरै तपाईहरुको रेकर्ड छ, त्यसलाई एउटैलाई सुन्नलाई नै कयौं घण्टा मलाई लाग्छ। तपाईले
बोलेर पठाएको त्यो कुरालाई मलाई लेख्न नै कैयौँ समय खर्च गर्नुपर्ने हुन्छ र त्यो व्यावहारिक रूपमा अलिकति गाह्रो काम भएको हुनाले फेसबुक र इन्स्टाग्राममा भोइसमा आफ्नो कन्फेसनहरू कृपया नपठाइदिनु होला मेरा देवताहरू। अलिकति मेरो समयलाई पनि बुझिदिनु होला। यो मेरो एकदमै ठुलो अनुरोध छ तपाईहरुसँग। कृपया इमेल मार्फत पठाइदिनु होला। इमेलमा पनि अब तपाईहरुलाई कुन भाषा एकदम धेरै सजिलो लाग्छ आफ्ना भावनाहरू व्यक्त गर्नको लागि, अंग्रेजी, हिन्दी अथवा नेपाली, यही तीनटा भाषाहरूलाई मैले अनुवाद गर्न सक्छु। त्यसबाहेक अरू भाषाको ज्ञान मसँग छैन। मसँग पनि सीमित ज्ञान छ, सीमित स्रोत छ। म पनि एउटा साधारण मान्छे हो तपाईहरु जस्तै। तपाईहरुले नेपालीमा लेख्नुभएका, अंग्रेजी र हिन्दीमा लेख्नुभएका कन्फेसनहरूलाई मैले सुनाउँछु, पालै पालो सुनाउँछु, नियमित रूपमा सुनाउँछु। सकेसम्म समय निकालेर तपाईहरुलाई कन्फेसन म सुनाउँछु। अंग्रेजी र हिन्दीमा लेखेका कन्फेसनहरूलाई नेपालीमा अनुवाद गरेर मैले तपाईहरु समक्ष सुनाउँछु। यो मेरो बाचा भयो। इमेल गरिदिनु होला, एकदम धेरै सजिलो हुन्छ। 3 वर्ष अगाडिको कन्फेसन बल्ल मैले पढिरहेको छु भने पालो आउँछ, नातिनु होला। मेरो अवस्था, परिस्थिति, समय, 24 घण्टाको मात्रै समय, निजी जिन्दगी, निजी कामहरूले गर्दाखेरि अलिकति गाह्रो हुन्छ। छोरी मान्छेलाई, स्पेशली बालबच्चा अनि गृहिणीलाई यति चाहिँ मैले तपाईहरु समक्ष अनुरोध गरेको कुरा हो। पठाइदिनु होला, म वाचन गर्छु। अनि अर्को कुरा, मलाई गुनी वाचन गर्दाखेरि पनि यही समस्या आएको थियो। एक्लै म वाचन गर्दाखेरि पनि यो समस्या दोहोरिएको हुनाले मैले यसरी आवाज मार्फत तपाईहरुसँग कुरा गर्नु पर्ने भयो। त्यो भनेको जजमेन्टल कमेन्ट थियो के। गुनीजीलाई पनि जजमेन्टल कमेन्टहरुले एकदमै धेरै अफेक्ट गराएको थियो। उहाँले बन्द गरिदिनु दिदी, बीचमा म थिएँ, तपाईलाई धरी मेरो कारणले गर्दा गाली खानु परेको छ भन्नु भएको थियो। रञ्जनाजीले पनि सेम भन्नुभएको छ। रञ्जनाजीले 2टा एपिसोडलाई मेन्सन गर्नुभएको छ स्पेसिफिक, जुन एपिसोडमा उहाँले आफूले हाइलाइट गर्न खोजेका कुराहरू हाइलाइट गरेर मलाई पठाउनु भएको थियो। अनि उहाँले कन्फेसन लेख्दैखेरि लेख्नु भएको थियो, दिदी यो जस्ताको तस्तै प्रसारण गरिदिनु होला, यसमा काटछाँट केही पनि नगर्नु होला। सो मैले काटछाँट केही पनि गरिनँ के, जस्ताको तस्तै सुनाइदिएँ। किनभने यसमा चाहिँ उहाँको अधिकार थियो नि त। उहाँले हाइलाइट गर्नुभएको थियो 2टा कुरा, विच इज मलाई चाहिँ एकदम धेरै राम्रो लागेको थियो। म कहाँनिर चुकेँ, अनि यस्तो परिस्थिति तिम्रो जिन्दगीमा आयो भने चाहिँ एकचोटि चाहिँ दिमाग घुमाऊ है, 360 डिग्री। उहाँले एकदम फोकस गर्नुभएको थियो यो कुरालाई। जिन्दगीभरि एउटा रिग्रेट यानि कि पश्चातापलाई लिएर तिमी अलरेडी पश्चातापमा छौ र पश्चातापमा हुँदा हुँदै तिमी फेरि जिन्दगीलाई तानतुन गर्छौ भने त्यो तानतुनै हो। एकदमै राम्रो फ्युचर नहुन पनि सक्छ। सोच है, त्यही परिधिमा घुमेर उहाँले केही आफ्ना एकदमै तिता भावनाहरू, तिता अनुभूतिहरू लेख्नु भएको थियो। मैले जस्ताको तस्तै प्रसारण गरेको थिएँ। त्यो 2टा एपिसोडमा चाहिँ एकदमै धेरै जजमेन्टल कमेन्टहरू आएको। उहाँलाई अलिकति गाह्रो भयो रे। अनि उहाँलाई मेन आपत्ति चाहिँ छोरी मान्छे भएर, छोरी मान्छे नै हुनुहुन्छ त्यहाँ, छोरी मान्छेले नै एकदमै कस्तो अचम्मले लेख्नु भएको छ। सबै चिज इन्टरटेनमेन्टको लागि हुँदैन, केही चिजहरू लेसनको लागि पनि हुन्छ। यति मिनिमल कुराहरूलाई बुझ्न सक्ने कहिले मान्छेहरूले भनेर पनि मसँग प्रश्न गर्नुभयो। मेरो निजी कुरा, व्यक्तिगत कुरा त हामी गर्छौँ नै, र कन्फेसन उहाँको वाचन गर्न थालेदेखि उहाँ मेरो सम्पर्कमै हुनुहुन्छ। मैले उहाँसँग कुरा नै गरिरहेको छु। जहाँसम्म मान्छेहरूले कसरी यस्तो गर्न सक्छ भन्ने कुरामा हरेक मान्छेको आफ्नो आफ्नो सोच हुन्छ, विचार हुन्छ, भोगाइ हुन्छ, व्यवहार हुन्छ, परिदृश्य हुन्छ, सोच हुन्छ, ऊ कसरी हुर्केको छ, कुन माहौलमा छ, उसको मेन्टल स्ट्याटस के छ, यी सबै कुराहरूले भूमिका खेल्छ। त्यो मलाई अलरेडी थाहा छ। त्यसैले रञ्जनाजीलाई मैले बुझाउन खोजेको कुरा त्यही नै हो। र जहाँसम्म उहाँले भन्नुभएको छ कि मेरो कारणले तपाईलाई नराम्रो लेखे मान्छेहरूले मलाई राम्रो लागेन भनेर, धेरै पहिलादेखि नै म यो कुरामा अब बानी परिसकेँ। रञ्जनाजी सोसल मिडियाको प्लेटफर्म चलाएको पनि 2-4 वर्ष त भयो। यो 2-4 वर्षमा मैले कमेन्ट सेक्सनमा चाहिँ धेरै नकारात्मक, सकारात्मक टीका टिप्पणीहरूदेखि लिएर आलोचना समालोचना सबै मैले त्यहाँ पढिरहेँ।
गरिरहेको हुन्छु र त्यो कुराबाट एक स्टेप माथि उठेर लेट इट बी भनेर म अगाडि बढ्ने हो। धेरै जस्तो कमेन्ट सेक्सनमा मैले कुनै पनि अवेरनेसका भिडियोहरू बनाएँ, कुनै पनि क्यारेक्टर एउटा निभाएँ भने त्यो क्यारेक्टरलाई गाली गर्नुहुन्छ भने त्यो मेरो सफलता हो। मैले राम्रो क्यारेक्टर, जुन क्यारेक्टर पोर्ट्रे गरेको छु स्क्रिनमा, त्यसलाई न्याय दिएको रहेछु, मैले त्यो बुझिरहेको हुन्छु कि। अब कति मान्छेहरूले मेरो दाँतको, मेरो आँखाको, मेरो नाकको, मेरो अनुहारको नेगेटिभ कमेन्ट गर्नुहुन्छ अथवा छ्या छी ऊ भन्नुहुन्छ। उहाँहरूको लागि मैले मेरो अनुहारै परिवर्तन गर्ने, आँखै परिवर्तन गर्ने, नाकै परिवर्तन गर्ने त्यो त सम्भवै छैन। त्यो भएर त्यस्तो कुराहरूमा चाहिँ म कहिले पनि ध्यान दिँदिनँ है। जहाँसम्म सुझावहरू हुन्छन् कमेन्ट सेक्सनमा, सुझावहरू पनि त्यहाँ हुन्छन्। तपाईँले यो फ्रेम युज गर्नुभएको रहेछ, यो फ्रेमभन्दा यो फ्रेम युज गर्नुहोस् न, भिडियोको क्वालिटी राम्रो आउँछ, लाइट यो युज गर्नुहोस्, एङ्गल यति डिग्री युज गर्नुहोस्, जसरी लेख्नुभएको हुन्छ ती कमेन्टहरूलाई चाहिँ मैले व्यवहारमा लागू गरेको हुन्छु। यो चिजको इन्डिङ यसरी भन्दा यसरी गरेको भए अझै राम्रो हुन्थ्यो कि भनेर लेख्नुहुन्छ, त्यसलाई पनि मैले सोध्छु, कल्पना गर्छु, यसरी गर्दा बेटर हुँदो रहेछ। कमेन्टहरू सधैँभरि गाली गर्न, अरूको मोरललाई डाउन गर्नको लागि लेखेका हुँदैनन्। को व्यक्तिले लेखेको हुन्छ उसको दिमागमा के छ, कमेन्ट त्यसैको रिफ्लेक्सन हो। त्यसैले त्यहाँ लेखिएका कमेन्टले तपाईँलाई अथवा मलाई अथवा कुनै पनि क्रिएटरलाई गाली गरेको भन्दा पनि त्यो व्यक्तिको आफ्नो व्यक्तित्व उसले अक्षर मार्फत दर्शाएको हुन्छ। त्यसैले उसको पर्सनालिटी त्यो कमेन्टले क्यारी गर्ने हो। हामीले त्यसमा दुःख मनाउ गर्नु पर्दैन। र सुरुवाती दिनदेखि मैले आफूले चाहिँ कमेन्ट सेक्सन अफ गरेको पनि छैन र मेरो बारेमा राम्रो लेखेका, गुणगान गाएका कमेन्टहरू मात्रै राख्ने, अरू सबै कमेन्टहरू डिलिट गर्ने मैले गरेको पनि छैन। र कमेन्टहरू देखिहाल्यो भने म 2-4वटा यस्ता कमेन्टहरूलाई चाहिँ डिलिट गर्छु। आज मैले सोसल मिडियाको प्लेटफर्मलाई युज गरेर यो कुरा मैले कन्फेस गरेको छु कि कमेन्टमा यदि हावातालका कुराहरू के हुँदै नभएका कुराहरू अज्युम्सनमा, शङ्काको भरमा कमेन्ट गरिएको हुन्छ, त्यस्तो कमेन्टहरू जसमा ताक पनि छैन, तुक पनि छैन, हुँदा पनि होइन, यदि त्यस्तो कमेन्ट छ त्यो पनि फेक आइडीबाट छ भने चाहिँ मैले डिलिट गर्छु। अनि अर्को कमेन्ट भनेको कन्ट्रोभर्सी क्रिएट गर्ने खालका, इन्टेन्सनली कसैले नियतवश कसैले कन्ट्रोभर्सी क्रिएट गर्न खोजिरहेको छ होइन, कसै प्रति उसको एकदमै नकारात्मक धारणा छ अथवा मेरै पनि उसले कन्ट्रोभर्सी खोजिरहेको छ, त्यस्तो खालको कमेन्टहरू अगेन फेक आइडीबाट गरेको छ भने म चाहिँ डिलिट गरिदिन्छु त्यहाँ है। अनि जति पनि कन्टेन्टहरू मैले बनाउँछु सोसल अवेरनेस रिलेटेड, ती कन्टेन्टहरू धेरै जस्तो कन्टेन्टहरू डेडिकेटेडै हुन्छन् के। उहाँ लेखेर पठाउनुहुन्छ यो विषयमा भिडियो बनाइदिनुहोस् अनि मैले बनाउँछु कि, र मैले बनाए अनुसारले जो क्यारेक्टर जस्तो उहाँहरूले लेख्नु भएको हुन्छ त्यत्तिकै, यदि त्यो दुष्ट छ भने दुष्टतामा पनि महारथी हासिल गर्ने हिसाबले मैले मेरो चरित्रलाई चाहिँ पर्दामा देखाएको हुन्छु र त्यही अनुसार मैले गाली पनि खाएको हुन्छु। त्यो मैले पर्सनल भन्दा पनि मेरो चरित्रले गाली खाएको हो, त्यसमा म खुसी नै हुन्छु। सुझावका कमेन्टहरू छन् भने मैले त्यो सुझाव पनि लिएर आफूलाई अपग्रेड पनि गरि नै रहेको छु। र नियतपूर्वक कसैले नकारात्मकता चाहेको छ, कसैले झगडा चाहेको छ, कलह चाहेको छ भने त्यो झगडा, त्यो कलह, त्यो नकारात्मकता त्यो गर्ने समय मसँग पनि छैन र देखेपछि चाहिँ मैले डिलिट गरिदिन्छु त्यस्तो कमेन्ट। नत्र मैले कमेन्टमा फिल्टर हालेको पनि छैन, कमेन्ट सेक्सन अफ गरेको पनि छैन। सबै सोसल मिडिया प्लेटफर्ममा गएर हेर्न सकिन्छ, सबै किसिमका कमेन्टहरू छन् त्यहाँ। त्यही भएर कसैको कमेन्टले हामी असरमा चाहिँ पर्नु हुँदैन। यो चाहिँ मेरो बुझाइ हो, मैले यो चिज चाहिँ मेरो लागि भनेको हो। जहाँसम्म रञ्जनाजीलाई अलिकति बोधर गर्यो त्यो चिजले भन्नुभएको छ, रञ्जनाजी तपाईँले पनि जिन्दगीमा यत्रो भोगेर यहाँसम्म आइसक्नु भएको मान्छे छ भने 2-4 जना मान्छेहरूले तपाईँले त्यसरी बुझ्नुभयो भन्दैमा त्यसले तपाईँको निजी जिन्दगीमा केही पनि असर पर्दैन। सोसल मिडिया प्लेटफर्म हो, जसलाई दिमागमा जे आउँछ, जसले जसरी बुझ्छ लेख्न पाउँछ, यो कुरामा चित्त दुखाउनु चाहिँ हुँदैन। त्यसैले तपाईँले चाहिँ रोक्देऊ नपढ भन्नुभयो, तपाईँको इच्छालाई मैले सरोपर
राखेको छु। 5 दिनको समय मैले मेरो लागि दिएको छु। त्यो 5 दिनभित्र रञ्जनाजीले ठिक छ दिदी अगाडि बढौँ भन्नुभयो भने एक्लै म पुरा गर्छु र उहाँले होस् म यो जजमेन्टल कमेन्टहरू लिन सक्दिनँ भन्नुभयो भने मैले कमा लगाइदिन्छु, किनभने कन्फेसन उहाँको हो, इच्छा उहाँको हो है। पहिला पनि आएको थियो यस्तो समस्या, मैले भनिहालेँ। आगामी दिनहरूमा पनि आउला र म आगामी दिनहरूमा आयो भने म चाहिँ मेन्सन गरेर यसरी भिडियो चाहिँ बनाउँदिनँ। कन्फेसनमा समस्या भयो तपाईँहरूको जजमेन्टल कमेन्टले गर्दाखेरि जसले आफ्नो कन्फेसन पठाउनु भएको थियो उहाँलाई असहज भयो म भन्दिनँ पनि। धेरैचोटि एउटै कुरा गरेको राम्रो पनि हुँदैन। मलाई आफूलाई व्यक्तिगत एउटै कुरा धेरैचोटि दोहोऱ्याइरहन मन पनि पर्दैन। त्यसैले अन्तिम आवाज मेरो यही हो रिगार्डिङ कन्फेसनमा चाहिँ दोस्रोचोटि पनि यो कुरा दोहोरिएको भएर मात्रै मैले यो आवाज तपाईँहरू समक्ष पुर्याउनु पर्छ भन्ने सोचेर पुर्याएको पनि हो। अगेन फेरि पनि यस्तै खालको समस्या आयो भने म कन्फेसनलाई वाचन गर्न बन्द गरिदिन्छु, बरु 2-3 दिनको पज लिन्छु। यसरी तपाईँहरूलाई अडियो मार्फत यस्तो भए चाहिँ भन्दिनँ। यो चाहिँ मैले भन्नुपर्ने नै थियो। च्यानलको सुरुवाती दिनहरू पनि हो यो। धेरै कन्फेसनहरू छन् जुन एकदमै भल्नरेबल खालका छन्, इन्टेन्स छन्, एकदमै एक्सट्रिम डार्क पनि छन् है। त्यो चिज मैले प्रसारण गरिरहँदा सबैको एउटै खालको प्रतिक्रिया आउँछ भनेर मैले अपेक्षा गर्न मिल्दैन। तर जसको कन्फेसन हो उहाँहरूलाई चाहिँ बोधर हुँदो रहेछ मैले अनुभव गरेँ। त्यही भएर मैले यो आवाज तपाईँहरूको लागि रेकर्ड गरेर पठाएको छु। जहाँसम्म मेरो कुरा छ, मेरो काम, मेरो आफ्नो लक्ष्य, मेरो आफ्नो उद्देश्य, तीनवटै कुराप्रति म एकदमै धेरै नै क्लियर छु। भिजन मेरो क्लियर छ, इन्टेन्सन मेरो एकदमै राम्रो छ। त्यसैले म मेरो लागि चाहिँ कहिले पनि सुर्ता गर्दिनँ, चिन्ता गर्दिनँ। उतार अनि चढाव जिन्दगीमा आइ नै रहन्छ। मैले 5 दिन समय लिन्छु, रञ्जनाजी को के प्रतिक्रिया आउँछ कुर्छु, त्यसपछि मैले अर्को कन्फेसनलाई वाचन गर्छु। धेरै कन्फेसनहरू छन् जुन मैले वाचन गर्नुपर्ने छ। जहाँसम्म सकारात्मक नकारात्मक प्रतिक्रियाको कुरा छ, सकारात्मक र नकारात्मक प्रतिक्रिया आउँछ। जुनै पनि कुरामा आउँछ, एकदमै राम्रोमा पनि नकारात्मक प्रतिक्रिया आउँछ के। जुन राम्रो कसैको जिन्दगीमा छ, कसैको जिन्दगीमा त्यसको ठ्याक्कै उल्टो नराम्रो पनि हुनसक्छ के। जसले नराम्रो देखेको छ उसले राम्रो पनि हुन्छ है यो संसारमा भन्ने कुरा विश्वास गर्दैन के। दुवै पक्ष एकदमै शाश्वत सत्य हो, यो कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। मैले पनि सोसल मिडिया चलाउन थालेको 3-4 वर्ष भयो। अनेक तरिकाका कमेन्टहरू आउँछन्, हरेक तरिकाका कमेन्टहरू मैले सोसल मिडिया प्लेटफर्ममा देखेको छु र अब त्यो चिजबाट माथि उठिसकेँ कि मलाई पर्सनली मेरो बारेमै कमेन्ट गरे पनि अथवा कन्फेसनको पात्र नै मलाई गरेर कमेन्ट गरे पनि, अनि मेरो सोसल अवेरनेसका भिडियोहरूमा मैले निभाएको चरित्र जुन पात्र हुन्छ त्यो पात्रलाई गाली गरे पनि हैन, मलाई व्यक्तिगत गाली गरे पनि मलाई फरक अब चाहिँ पर्दैन। किनभने मेरो काम हो र काम मान्छेहरूको कुराले रोक्यो भने कहीँ पुगिँदैन, निरन्तर अगाडि नै बढ्ने हो। तर कन्फेसन जसको हो उसलाई चाहिँ अलिकति असर पर्दो रहेछ। त्यही भएर उहाँहरूलाई चाहिँ नराम्रो लाग्यो भनेर दोहोरिएर यो कुरा आएको भएर मैले भिडियो बनाएको हो। मेरो आफ्नो पर्सनल भिडियोहरूमा पनि धेरै नेगेटिभ कमेन्ट आउँछ, धेरै पोजिटिभ कमेन्ट आउँछ, अप्रिसिएसनका कमेन्टहरू पनि हुन्छन् भने क्रिटिसाइज धेरैजनाले गर्नुभएको हुन्छ। क्रिटिसिजम मैले पनि धेरै नै खपेको छु र ती हरेक कुराहरूबाट मैले त सिकेको मात्रै छु। कति सकारात्मक, कति सुझाववाला कमेन्टहरू पनि हुन्छन्। दिदी यति डिग्रीमा क्यामेरा गर्नुहोस् न, यो सेट प्रयोग गर्नुहोस् न, यो लाइट बाल्नुहोस् न, कपालमा अलिकति यो मिलाउनुहोस् न, यो मेकओभरमा यहाँनिर चाहिँ अलिकति कन्टुरिङ पुगेको छैन। एकदमै सकारात्मक कमेन्टहरू पनि हुन्छन्, सिकाएका हुन्छन् जुन मैले नोटिस गरे हुन्न। त्यसले मलाई
कति हेल्प गरे हुन्छ कि मेरो आफ्नो पर्सनल अथवा प्रोफेसनल ग्रोथमा। मैले त हरेक कमेन्टलाई एप्रिसिएट गर्छु र कमेन्ट सेक्सन मैले कहिले पनि बन्द गरेको छैन र कुनै कुनै कमेन्टहरू चाहिँ मैले देखेँ र मलाई राम्रो लागेन, त्यसको ताक पनि छैन, तुक पनि छैन र त्यसको इन्टेन्सन जो मान्छेले लेख्नु भएको हुन्छ फेक अकाउन्टबाट लेख्नु भएको हुन्छ र त उहाँको इन्टेन्सन कन्ट्रोभर्सी क्रिएट गर्ने मात्रै हुन्छ के, उहाँलाई मसला चाहिएको छ। त्यस्तो कमेन्टहरू मैले देखिहाल्यो भने आकलजुकल मैले डिलिट गरेर फालिदिन्छु, जुन कमेन्टको कुनै कामै छैन है। त्यसबाहेक चाहिँ जति पनि कमेन्टहरू छन् सोसल मिडिया प्लेटफर्ममा जताततै छन्, गएर पढ्न सक्नुहुन्छ। कमेन्ट कम्प्लिमेन्ट काम गर्दै जाँदाखेरि आइ नै रहन्छ, यो कुरालाई स्वीकार गर्नु पनि पर्छ। त्यसैले मैले यो अन्तिम भिडियो बनाएँ। अब यो विषयमा म कुरा पनि गर्दिनँ, बुझिदिनु होला। जो सुरुवाती दिनदेखि हुनुहुन्छ उहाँहरूले बुझ्नु पनि हुन्छ। मेरो आफ्नो स्वभाव पनि त्यस्तै छ, बार बार एउटै कुरा दोहोऱ्याइरहन मलाई पनि मन पर्दैन। कसैको जिन्दगीमा मेरो उपस्थितिले एकदमै नराम्रो प्रभाव पार्छ भने म जुरुक्क उठेर त्यहाँबाट हिँडिदिन्छु। कसैको जिन्दगीबाट सदाको लागि यत्तिकै पनि म हराइदिन्छु। त्यो मलाई एकदमै सहज लाग्छ। मेरो उपस्थितिले कसैको अनुहार बिग्रिन्छ, कसैको मानसिक शान्तिमा खलल हुन्छ भने म गरिदिन्छु के। कहिलेकाहीँ आफ्नो घमण्ड, आफ्नो इगो, आफ्नो सेल्फ रेस्पेक्ट भन्दा पनि कसैको पिस अफ माइन्ड, कसैको शान्ति चाहिँ यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ मलाई चाहिँ फिल हुन्छ। हरेक मान्छेको आफ्नो आफ्नो व्यक्तित्व छ, व्यक्तिगत धेरै कुराहरू छन्, तर हरेक मान्छेले हाँसेर बाँच्न पाउनुपर्छ। जिन्दगी एक बारको हो, हरेक मान्छेलाई आफ्नो जिन्दगी आफ्नो तरिकाले बाँच्ने अधिकार छ। सकेसम्म अरूको जिन्दगीमा नकारात्मकता नफैलाऊ, आफ्नो जिन्दगीमा पनि नफैलाऊ, शान्त बाँचौँ, जजमेन्टल नहौँ। हरेक मान्छेका आफ्ना आफ्ना कथा छन्, कहानी छन्, भोगाइ छ। नहौँ, जो मान्छे जस्तो छ त्यसलाई त्यसै रूपमा स्वीकार गरौँ। यदि हामीले सक्दैनौँ भने पनि उसलाई बोलेर अथवा लेखेर चित्त किन दुखाइदिनु पर्यो हैन। उसलाई ठाउँ ठाउँमा बदनाम गरेर उसलाई झन् किन डिमोटिभेट गर्नु पर्यो र। उसले आफ्नो पाठ आफ्नो तरिकाले सिक्छ, जब समय आउँछ तब सिक्छ। त्यो समय उसको जिन्दगीमा अझै आएको छैन भन्ने हो, छोडिदिने हो के। बहस विवाद जज गरेर किन दुखाउनु जस्तो चाहिँ मलाई लाग्छ हैन। मलाई यति कुरा भन्नु थियो, मैले भने पनि। सकारात्मक बाँचौँ, सकेसम्म दुईजना मान्छेको जिन्दगीमा आफ्नो कारणले गर्दा हाँसो खुसी होस्, आशीर्वाद पाइन्छ कि पुण्य लाग्छ कि। कसैको जिन्दगीमा खुसी भर्न सकिँदैन, राम्रो गर्न सकिँदैन भने पनि नबिगारिदियो भने पनि पुण्य लाग्छ। हरेक कर्मको लेखाजोखा हामीले गर्ने होइन क्यारे। हरेक मान्छेलाई आफू सही छु नै जस्तो लाग्छ हैन। आफूले ऐना हेर्न जसले पनि बिर्सेको हुन्छ, अरूलाई सिकाउन, अरूलाई लेख्न, अरूलाई ऐना देखाउन हामी यति धेरै तत्पर तयार हुन्छौँ नि हरेक पटक, तर आफूले ऐना हेर्न नि बिर्स्या हुन्छ। र जसको आफूलाई ऐना हेरेर आफूमा चाहिँ इम्प्रुभमेन्ट गर्ने बानी छ नि, आफूले आफूलाई सुधार्ने, आफूले आफ्ना फेलियरहरूबाट सिक्ने, आफूले आफूलाई कहाँ चुके त म भनेर समालोचना गर्ने हैन। आफ्नो शान्तिमा, आफ्नो प्रगतिमा, आफ्नो कोसिस, आफ्नो मेहनतमा आफ्नो कमी कमजोरी बनाउने, टालटुल पार्ने, चम्काउने, टल्काउने जसको बानी छ, त्यही 2-4 जना 10-8 जना मान्छे हो संसारमा नाम राखेर यो संसारबाट बिदा लिने भनेको। अरू भनेको एभरेज मान्छेहरू जहिले पनि, हिजो पनि, आज पनि, भोलि पनि, जहिले पनि रहन्छौँ नै। सकेसम्म अरूलाई नदुखाइदिउँ, नबिजाइदिउँ। अरूले गल्ती गर्यो अथवा सही गर्यो त्यसको ठेक्का हामी नलिउँ। हामीले आफूलाई चाहिँ राम्रो बनाऊँ जस्तो मलाई लाग्छ। यो मेरो नितान्त निजी धारणा हो, यो धारणामा तपाईँहरूले सहमति जनाउनै पर्छ भन्ने पनि छैन। तर मेरा दर्शक, मेरा देवता, मेरा श्रोताहरू, तपाईँहरूलाई यति अनुरोध चाहिँ गर्न मैले चाहेको छु। कसरी हुन्छ, आफ्नो जिन्दगीलाई राम्रो बनाउने कोसिस गरौँ। आफ्नो कारणले 2 जना मान्छे खुसी हुन् त्यो कोसिस गरौँ। आफ्नो लेखाइले त्यो लेखेको कुरा पढिरहेको मान्छेमा सकारात्मकता आओस्, आँट हौसला आओस्, त्यो कोसिस गरौँ। नकारात्मकता त छँदैछ नि संसारभरि। हामीले रोकेर पनि रोक्न सक्दैनौँ, हामीले सिकाएर सिकाउन सक्दैनौँ, हामीले चाहेर बदल्न सक्दैनौँ।
यदि हामीले केही गर्न सक्छौँ भने त्यो आफैले आफैलाई बदल्न सक्छौँ, आफैले आफ्नो लागि राम्रो गर्न सक्छौँ। आफ्नो कारणले गर्दा अरूलाई खुसी मिल्छ कि कोसिस गर्न सक्छौँ, त्यति हो हामीले गर्न सक्ने। शुभ दिन सबैजनालाई, धेरै माया।